मात्र 5000 मा तपाईहरुले 1 वर्षसम्म इन्टरनेट चलाउन सक्नुहुनेछ। हो, तपाईहरुले सही सुन्दै हुनुहुन्छ। नेपाल टेलिकमले चाहिँ विद्यार्थीहरूलाई लक्षित गरेर एउटा नयाँ प्याकेज चाहिँ सार्वजनिक गरेको छ, त्यो पनि लिमिटेड टाइमको लागि। यसको लागि के चाहिन्छ त? पहिलो कुरा तपाई विद्यार्थी हुनु पर्यो, तपाईसँग भ्यालिड आइडेन्टिटी कार्ड हुनु पर्यो र अर्को भनेको तपाई विद्यार्थी भएर पनि पुगेन, 2054 साल भन्दा पछाडी जन्मिएको हुनु पर्यो। 55, 56, 57 देखि अहिलेसम्म चाहिँ जन्मिएको हुनु पर्यो। यदि तपाई आफू 16 वर्ष भन्दा माथि हुनुहुन्छ, नागरिकता छ भने तपाईको नागरिकता र आइडेन्टिटी कार्डले काम गर्ने भयो। यदि तपाई 16 वर्ष भन्दा कम हुनुहुन्छ भने चाहिँ तपाईको अभिभावक बुबाआमाको नागरिकताहरू चाहिँ चाहिने हुन्छ। हेर्नुस्, मलाई लागेको यो इन्टरनेटले 3 वटा डिभाइस चाहिँ मजाले चलाउन सक्छ। यदि तपाईको परिवार सानो छ, 3-4 वटाबाट डिभाइस चल्ने छैन भने चाहिँ तपाईको लागि चाहिँ यो इन्टरनेट उपयुक्त हुन सक्छ। घरमा पढ्ने विद्यार्थी त कोही न कोही भइहाल्छन् हैन। अब उहाँको डकुमेन्टहरु चाहियो, मैले के चाहिन्छ भनिसके। त्यसैले चाहिँ तपाईले गर्न सक्नुहुनेछ, ड्युअल ब्यान्ड राउटर आउँछ। सो रेन्ज र स्पिडमा त्यति धेरै समस्या हुँदैन होला, भनि जतिको आइहाल्छ। र अर्को भनेको यदि तपाईलाई स्पिड कम लाग्यो भने तपाईले बढाउन पनि सक्नुहुनेछ बीचमा। सो यसको लागि चाहिँ एक्स्ट्रा पैसा तिर्नु पर्यो। र खर्चको कुरा गर्नुपर्दा 4979 लाग्नेछ 1 वर्षको प्याकेजको, प्लस 500 रुपैयाँ तपाईहरुसँग जडान खर्चको रूपमा चाहिँ लिनेछ। यदि तपाईलाई यो प्याकेज मन परेको छ भने चाहिँ तपाईले माघ 22 गते भित्र नजिकको नेपाल टेलिकमको अफिसमा चाहिँ सम्पर्क राख्न सक्नुहुनेछ। 22 गते पछाडी यो अफर भ्यालिड हुने छैन। र अर्को कुरा भनेको चाहिँ यदि 1 वर्ष सकिए पछाडी चाहिँ तपाईले यही प्याकेज चाहिँ रिन्यू गर्न पाउनु हुने छैन, अर्को प्याकेज लिनु पर्यो। हैन भने तपाईले राउटर चाहिँ फिर्ता गर्नु पर्यो। कुरा यही नै हो। यस्तै कुराको लागि चाहिँ टेक कुरालाई फलो गर्नु होला।